हेलो साथीहरू, वेलकम टु माई टिकटक। अनि हजुरहरूलाई सबैलाई गुड मर्निङ। अनि हेर्न सक्नुहुन्छ यहाँ चाहिँ कति हरियाली छ। मेरो घरको छतपट्टि खुर्सानी लगाउनु भएको छ सासूले। अनि उता चाहिँ हामीले सबै धानहरू लगाइरहेको थियौँ। अनि म चाहिँ आज लङ टाइम धेरै दिनपछि खाना बनाउन गइरहेको छु साथीहरू, किनभने मलाई सन्चो थिएन। अनि म आज चाहिँ 8:30 बजेतिर यो भिडियो क्याप्चर गर्दैछु। खुर्सानी टिपेर लिएर आएँ। अनि मैले चाहिँ यता आलु काटिसकेको थिएँ, चना र आलु बनाउने भनेर। अनि यता मैले कुकर बसालेर तेल हाल्न लाग्यो। तेल त सकिएको रहेछ। अनि कोठामा चाहिँ बुढोले अनार काटेर अनार खोल्साएर राखिदिनु भएको रहेछ मलाई। अनि म चाहिँ गएर अलिकति खाएर आएँ, तेल पनि लिएर आएँ कोठाबाट। अनि त्यसपछि हजुरहरू चाहिँ कुन तेल खानुहुन्छ है साथीहरू? हामी चाहिँ सनफ्लावर खान्छौँ, किनभने बुढोलाई पहिला कोलेस्ट्रोलले गर्दा योमा कोलेस्ट्रोल कम हुन्छ भनेर हामी चाहिँ सनफ्लावरै खान्छौँ है साथीहरू। अनि मैले चाहिँ यहाँ जिरा धनियाँको धुलोहरू हालेँ। म भने लसुन अदुवा त्यो मसला सिलौटोमा पिस्न भने यति अल्छी छु कि साथीहरू, म सक्दिनँ। अनि मिक्सरमा पिस्छु भनेर मिक्सर त रेडी पारेँ, लाइन गए रहेछ। अनि यता खाना बनाउनु ढिलो हुने, त्यही भएर धुलो मसलाहरू हालेँ। अनि अरू चाहिँ सबै काटकुट गरेर फ्राई रेडी गराइराखेको थिएँ। अनि यता चाहिँ सबै रेडी भएर तेल तातिसकेर मसला पनि फ्राई भइसकेको थियो। अनि पछि मैले चाहिँ यो सबै उयो हालेँ। मैले चाहिँ पहिला यत्तिकै सिटी लगाएर पछि चाहिँ फ्राई गर्थेँ। अनि आज चाहिँ पहिला नै फ्राई गरेर अनि चना आलु हालेर एकैचोटि बनाउँछु भनेर पहिले फ्राई गरेको साथीहरू। अनि यो हालिसकेपछि मैले फेरि के सम्झेँ कि साथीहरू, त्यहाँ ग्यास बन्द गरेँ मैले फेरि। अनि फेरि म त अहिले चाहिँ बिर्सेछु कि फेरि ग्यास बन्द सानो गरेँ भनेको बन्द नै गरेछु। अनि फेरि ग्यास अन गरेँ। अनि त्यसपछि बेसार हालेँ, नुन हालेँ साथीहरू। अनि हजुरहरू चाहिँ खाना कसरी बनाउनुहुन्छ है? म चाहिँ धेरै जसो आजभोलि खाना बनाउँदैन, घरमा मम्मीले नै बनाउनुहुन्छ। अनि कहिले चाहिँ म हल्का छिटो उठेँ भने चाहिँ मैले बनाउँछु है साथीहरू। अनि मेरो चाहिँ आजभोलि उठाइ भनेकै 8-9 बज्छ, कहिले त 10 पनि बज्छ साथीहरू। कहिले म ढिलो उठेँ भने मम्मीले खाना बनाइसक्नु भएको हुन्छ। अनि म छिटो उठेको बेला चाहिँ प्रायः म आफै बनाउँछु। अनि त्यसपछि मैले फेरि मेरो बानी कस्तो छ, धोएर राखेको भाँडा पनि फेरि एकचोटि युज गर्नुलाई धुनै पर्ने बानी छ कि। यहाँ चाहिँ यो डाडु बिहान मैले आफैले धोएर राखेको, फेरि अहिले धोएर अनि मैले फेरि यहाँ सबै हालिसकेको चिजहरू चलाउँदैछु। अनि यत्तिको फ्राई भइरहेको थियो यस्तो मजाको साथीहरू। अनि त्यसपछि चाहिँ यो फ्राई भइसकेपछि मैले काटेर राखेको आलु र अनि भिजाएको चना हालेँ। चना र सिमी मिक्स थियो हालेँ। अनि त्यसपछि आज चाहिँ ए बनाउँछु भनेर हिजो भिजाएर राखिसकेको थिएँ साथीहरू। अनि यसलाई चाहिँ मैले मजाले फ्राई गरेँ। अनि बुढोले फेरि उता आएर अनार खाइनन् भनेर फेरि यतै ल्याउँदै खुवाउँदै गर्नुभएको थियो। अनि फेरि मैले अनि खाएँ भने हजुरले पनि खानु भएन भनेको, मैले पनि खाएँ 1-2 चोटि भन्नुभयो। 3 चोटि त मैले खुवाउनु भयो, कति खानुभयो होला त्यति अनारमा। त्यसपछि बुढो हातसाथ धोएर बुढो पनि अफिस जान रेडी भइसक्नु भएको थियो। अनि आज चाहिँ बेगो खाना नखाएरै अफिस जानुभयो, पछि आउँछु भनेर। अनि ठिकै छ, त्यसो भए मलाई पनि आतुरी त केही थिएन। 8:30 त घरै भइसकेको थियो, 9 बज्न लागिसकेको थियो। अनि बुढो फेरि 9 बजे अफिस पुगिसक्नु पर्ने। अनि मैले चाहिँ यता अर्को कुकरमा भात पनि बसाल्दै गर्छु भनेर चामल पखालेर हालेर अनि पानी अड्कले है साथीहरू। मेरो चाहिँ पानी अड्कल्ने बानी यस्तो छ, हजुरहरूको चाहिँ कस्तो छ? अनि पछि यता चाहिँ मैले यत्तिकै ढाकेर राखेको थिएँ, पानी नहालेर चना आलु। अनि यसलाई पनि एकछिन मजाले चलाएँ। अनि पानी हालेँ साथीहरू। अनि त्यसपछि यसलाई चाहिँ सिटी लाग्न छोड्थेँ पानी हालेर मैले। अनि हजुरहरू चाहिँ के को तरकारी र दाल खानुभयो त आज? मैले त यस्तो बनाएँ। अनि मैले चाहिँ अब यताको ग्यास पनि पालेर अनि भात पनि बसालेँ। अनि किनभने मलाई आतुरी त थिएन होइन, त्यही पनि कहिले पसलमा काम छिटै आइहाल्यो भने छिटै जानुपर्छ भनेर छिटो बनाएँ। किनभने आजभोलि म पसल ढिलो नै खोल्छु क्या साथीहरू। अनि बुढो पनि अफिस जानुभयो है, 9 पनि बन्द लागिसकेको थियो। मेरो पसल चाहिँ आजभोलि ढिलो खुल्छ। धेरैले भन्नुहुन्छ किन आजभोलि ढिलो खुल्छ त भन्नुहुन्छ, किनभने मलाई सन्चो छैन साथीहरू, म बिरामी छु आजभोलि। त्यही भएर मेरो पसलमा बिहान आफू उठ्न नसक्ने भएको भएर ढिलै हुन्छ। अनि मैले चाहिँ बिहान हामी बुढाबुढीले खाएको भाँडा चाहिँ यति माझेँ। अनि हिजो बेला हामीले चटपटे खाएर राखेको थियौँ कि बाटा चम्चाहरू, अनि त्यति र अनि त्यो 2जना बुढाबुढीको कप थियो, त्यति भाँडाहरू माझिहालेँ। अनि त्यति भाँडाकुँडा माझ्नु सकेर मलाई फेरि अलिकति केही गऱ्यो कि आजभोलि यस्तो शरीर बल्छ कि। अनि म चाहिँ बिचबिचमा रुममा जाँदै एकछिन रेस्ट गर्दै आउँदै काम गर्दै रेस्ट गर्दै आउँदै जाँदै काम गर्दै गरिरहेको थिएँ। अनि भाँडा त धेरै होइन, 2टा थाल एउटा बाटा 2टा कप मात्रै थियो।
यति माझ्नुभन्दा अगाडि पनि म एक लट रुममा गएर पल्टेर आएर अनि यति भाँडा माझेर यहाँ सफा गरेर अनि ग्यास पुस्ने यताउता पुस्ने त्यो टाइलहरू पुस्ने टालहरू सफा गरेँ। अनि त्यसपछि मलाई फेरि यति सकिसकेपछि जे गर्दा पनि हात त धुनै पऱ्यो साथीहरू, आफू सफा त हुनै पऱ्यो होइन। अरू सफा भए पनि नभए पनि फेरि मैले हात साथ धोएँ है। अनि खाना बनाइरहने मान्छे आफू, त्यही पनि मेरो बानी पनि त्यत्तिकै छ कि अलिकति केही गऱ्यो भने हात त खाली हाल्नुपर्छ। अनि मलाई हात साथ धोएर अब म चाहिँ दाल गेडागुडी र भात बसालिसकेको थिएँ। अनि आज काउली र आलु बनाउने भनेर हिजो साँझ काउली किनेर ल्याएर फ्रिजमा राखेको थिएँ साथीहरू। अनि यो काउली पनि हेर्नु न, ल्याउने बेला आधा केजी ल्यायो है, पकाउने बेला 1 पाउ जस्तो हुन्छ। अनि यो पातहरू, यो ठुल्ठुलो पातहरू यत्रो हुन्छ, मलाई चाहिँ मन नै पर्दैन कि यत्रो यो पातहरू हालेको काउलीमा। अनि त्यही पनि बेबो अनि अलिअलि सानो पातहरू चाहिँ हालेँ है भन्नुभएको थियो हिजो नै, नफाल्नु तिमी त सबै फाल्छौ भन्नुभएको थियो। मैले ल भनेर बुढोको कुरा मानेर यति अलिअलि पात चाहिँ हालेँ। अनि मैले यति काउलीहरू चाहिँ यो काटेँ। अब यो काउली र आलु पनि पकाउनु पऱ्यो। आफू भान्से भएपछि त अलि धेरै आइटम त खाना बनाउनु नै पऱ्यो होइन। अरू बेला त आतुरी हुन्छ, यताउता सानोतिनो अलिअलि खस्याङ मस्याङ पकायो खायो दौड्यो हुन्छ। अनि आफू भान्सामा भयो भने चाहिँ म त यस्तै हो, दाल पकाउनुपर्छ, तरकारी पकाउनुपर्छ, कहिले चट्नी। अब चट्नी खान मन लागेन भने चाहिँ यतिको बनायो, आफू अचारहरू हुन्छ त्यस्तै खायो अनि पसलतिर दौड्यो। अनि यहाँ चाहिँ यो काउलीमा चाहिँ अलिअलि किरा लागेछ कि भनेर हेरेको, तर काउली नै कालो भएको रहेछ सानो। अनि त्यस्तो त फोहोर त केही पनि थिएन, सफा नै थियो। अनि हामीले चाहिँ हिजो साँझ बजार गएको थियौँ, त्यतिबाट तरकारीहरू किनेर लिएर आएको थियौँ बुढाबुढीले। अनि यो काउली साउली काटकुट गरेँ साथीहरू। उता तरकारी पाक्दै पनि छ है। अनि मेरो मोबाइलमा आज चार्ज पनि छैन, कति बेला चार्ज लगाउने होला भनेर बसिरहेको छु म चाहिँ। अनि फेरि यता भ्लग पनि आज बनाउँछु, कति पछि खाना बनाएको छु आफूले भनेर पनि। अनि यता भ्लग पनि बनाउनलाई भयो पनि अब चार्ज सकियो नि पछि चार्ज गर्छु भनेर उ गरेँ। अनि चपिङ बोर्ड फेरि किन देखाएको भन्नुहुन्छ भने हजुरहरूले चपिङ बोर्ड छैन र भन्नु होला, हातमा काटेको देखेर। त्यो चपिङ बोर्ड अलि दिन भयो कि नचलाएको, त्यही भएर मलाई त्यो धोएर त्यहाँमा पकाउनु जाँगर लागेको थिएन। अनि मैले यत्तिकै काटिदिएँ, त्यही भएर चपिङ बोर्ड पनि देखाएको कि साथीहरू छ है मेरो घरमा चाहिँ भनेर। अनि यति सकेर म चाहिँ अब लाग्छु रुमतर्फ है साथीहरू। यहाँ रेडी त पारेर राखिसकेँ। अनि रुम चाहिँ भत्ताभुत्तुङ्गै छ, अब रुमतिर जानु पऱ्यो। यता सिटी लाग्दैछ, भातमा चाहिँ छाइँसुई पनि केही गरेको छैन। अनि रुम त अरू त सफै हुन्छ, बेड चाहिँ मिलाउनु थियो। अब बुढाबुढी मात्रै छौँ, खासै रुम फोहोर हुँदैन हाम्रो चाहिँ। उस हप्तामा 2-3 चोटि चाहिँ सफा गरेर आउँछौँ, त्यति फोहोर हुँदैन। अनि बेड चाहिँ मिलाउनु पऱ्यो भनेर म चाहिँ अब हात साथ पुछेर बेड मिलाउन लाएँ है साथीहरू। अनि यत्तिकैमा बुढोले के छोड्नु भएछ भनेको चार्जर र पर्स आफ्नो यहीँ छोडेर जानुभएछ। अनि ठिक छ पछि आएर लग्नुहुन्छ भनेर मेरो बानी होइन, त्यो हात पुसी त्यो मेक्सीको साइडमा चिसै बनाइसकेँ पकाउँदा। अनि मैले यत्तिकैमा बेडसिट मिलाएँ है। अनि मेरो भ्लग चाहिँ यस्तै हुन्छ, लामो बनिहाल्छ कि छोटो भिडियो बनाउँछु भने पनि बिहानदेखि बेलुकासम्मको भिडियो गरेर लामो भइहाल्छ साथीहरू। अनि मैले भिडियो चाहिँ अलिअलि युट्युबमा पनि पोस्ट गर्छु है, त्यही भएर पनि मेरो भिडियो लामो नै हुन्छ। हजुरहरूले मैले फेरि यो टिकटकमा पनि हाल्न मन लागिहाल्छ, फुल भिडियो टिकटकमा पनि हाल्छु। अनि मेरो यो भिडियोहरू फेरि सबै प्राय मेरो युट्युब आइडी पनि छ है, जिया मिनी भ्लग छ। अनि त्यसमा पनि मैले पोस्ट गरिरहेको हुन्छु। मिनी भ्लग भन्दा पनि लङ भ्लगै भइहाल्छ। अनि यहाँ फेरि यो ब्यागमा के हो भनेको त बुढोले ल्यापटप ल्याएर राखेर बेडमाथि राख्नु भएको रहेछ। अनि यो पनि झिकेर मैले साइड लगाइदिएँ साथीहरू। ल्यापटप जस्तो कुरा पनि ब्यागमा राखेर त्यो सिरानीमा कसैले राख्छ होला त। अनि मैले चाहिँ यसलाई साइड लगाएँ है। अनि यता चाहिँ कसो देखेछ मेरो 2टा डलहरू, यो 2टा डलहरू चाहिँ मेरो हाम्रो लभ पर्दाखेरि बुढोले गिफ्ट दिनुभएको डल हो है। मैले चाहिँ माइतबाट लिएर आएर घरमै राखिरहेको छु। अनि बेबीको गिफ्ट हो त्यो। अनि मैले बेडहरू मिलाउँदैछु साथीहरू। भर्खर कति यति बेला त सायद 9:30 भइसकेको थियो है। अनि यति बेला त मान्छेहरू कसैले खाना पकाएर पनि खाएर पनि काममा गइसक्नु भएको हुन्छ होला। अब मेरो त यहाँ यस्तै हुन्छ है, लठ्याङ पठ्याङ के हो। अनि बेड पनि मिलेर सक्यो। हाम्रो चाहिँ वालमा कस्तो चर्केको छ कि खै के को कारणले हो। अनि यहाँ फेरि मिरर गराउँछु भनेको मिररमा फेरि फोहोर रहेछ। अनि फेरि अलिअलि पुसिहालेँ। कोलिन फेरि पसलमा थियो, घरमा थिएन। अनि पुसेँ, यता भान्सामा गएको, यता सिटी लाएर धुम भएर पनि हैरान भएर पाकिसकेछ है। 2टै भात पनि पाकिसकेछ, गेडागुडी पनि पाकिसकेछ। अनि त्यसपछि मैले कराई बसालेँ साथीहरू। अनि अब तरकारी भुट्छु। अनि यहाँनिर यो भिडियो चाहिँ किन अड्क्यो मलाई थाहा भएन है। अनि मैले कराईमा तेल हालेँ। अनि तेल चाहिँ मलाई फेरि तरकारीमा लपक्कै लाग्नुपर्छ क्या। अनि पछि अनि मैले आज भनिहालेँ नि मसला पिस्न मेरो आज त्यस्तै भयो, त्यही भएर मैले
धुलो मसला नै फ्राई गरिरहेको छु सबैमा। तर पनि धुलो मसलाहरू पनि यो घरकै सबै मसला पिसेको हो, तर यस्तो मिठो नै छ कि त्यो सिलौटामै पिस्नु पर्दैन। मैले सबै लसुनहरू काटेर यताउता गरेर मिक्सरमा एकैचोटि पिस्थेँ यही धुलो मसला नै हालेर। अनि यता पनि मैले छुट्टै धुलो मसला यस्तै नै फ्राई गरेँ। त्यसपछि अब यहाँ अब टमाटर पछि हाल्ने भनेर राखेर प्याज अनि सबै कुरा लसुनहरू हालेर आलु फ्राई गरेँ। आलु फ्राई गरेर एकछिन मजाले छोपिदिएँ आलुलाई मजाले पाक्नलाई। अनि आलु छोपिसकेपछि चाहिँ बल्ल काउली हाल्नुपर्छ कि, किनभने यो आजभोलिको लोकल आलु होइन, अलि ढिलो पाक्छ नि त। अनि नुन सुन हालेर, सुन त हालेन है मैले साथीहरू, सुन चाहिँ लास्टै महँगो छ त्यही भएर सुन मैले हालेन। अनि आलु नुन हालेर आलुलाई ढाकिदिएँ। अनि त्यसपछि आलु अलिकति गलोस् भनेर, अनि आलु गलिसकेपछि मैले तानेर अब मैले यसमा यस्तो राम्रो क्युटी पारेको काउली फ्लावर हालेँ। काउलीको पात हेर्नु न कति हरो छ, मलाई चाहिँ मन नै पर्दैन। म यस्तो गर्दैछु यहाँ, पकाउँदै जाँदै एकछिन कोठामा जाँदै पल्टिँदै आउँदै पकाउँदै गरिरहेको छु, किनभने आफूलाई जाँगर छैन कि, कति पनि शरीरमा इनर्जी भन्ने नै छैन। तर के गर्नु, खाना त बनाएर खानु परिहाल्यो। अनि आज चाहिँ अब म छिटै उठेर भान्सामा थिएँ नि त, त्यसैले मम्मीले बनाउँछिन् भन्ने सोचेर मम्मी फेरि घाँस काट्न जानुभयो है साथीहरू। अनि म चाहिँ बनाउँदैछु। अनि यो गेडागुडी पनि मजाले पाकेर लतक्क परेको मनपर्छ मलाई चाहिँ। कसैलाई पनि गेडा एकतिर झोल एकतिर भएको मनपर्छ नि त, मलाई पनि त्यस्तो होइन, मजाले पाकेर छोला जस्तै खुडेको मनपर्छ। अनि मैले मजाले त्यस्तै गरेँ। अनि यो गेडागुडी पनि यत्तिको भयो है साथीहरू, कस्तो मिठो देखिरहेछ। अनि यता तरकारी पनि पाकेर रेडी भइसक्यो। अनि यति बेला त 10 बज्न लागिसक्यो, 10 बजिसकेको थियो। अनि म रेडी भइसक्दै थिएँ, बुढो पनि आइसक्नु भयो। अनि त्यसपछि हामी बुढाबुढी यतिको देखिछौँ है साथीहरू, माया फेरि गर्नु परिहाल्ने। अनि यो चाहिँ हो बुढाबुढीको खाना। हामी चाहिँ खानासाना खाएर अनि 11 बज्ने बेलातिर बुढोले मलाई पसल लगेर छोडिदिनु भयो। अनि पसल खोलिदिनु भयो, उहाँले नै आएर खोलिदिनुहुन्छ। त्यसैले पनि म छिटो आएर पसल खोल्दिनँ आजभोलि, म सक्दिनँ सटर तान्न, त्यसैले बुढो नै चाहिन्छ साथीहरू। अनि पसल खोलेर मेरो बुढो चाहिँ जानुभयो। थ्याङ्क यू साथीहरू, बाई बाई।